र त्यस्तै गरी यो चाहिँ रहेको छ जम्मा 79,000 कै कार। यसको चाहिँ मूल्य चाहिँ हामीले जम्मा 5,50,000 मात्र राखेका 5,000 मात्र राखेका छौँ। यहाँको डकुमेन्टको आधारमा यो गाडीमा यहाँले 50% सम्म फाइनेन्स सुविधा पनि 3 लाख लगानी गरेर चाहिँ यहाँ नेपालमै बसेर चाहिँ यहाँले चाहिँ यो गाडीमा चाहिँ महिनाको 60-70 हजारसम्म आम्दानी गर्न सक्नुहुन्छ। गाडीमा नै यहाँले 50% फाइनेन्स सुविधा पनि लिन सक्नुहुन्छ। यो गाडीको मूल्य चाहिँ हामीले जम्मा 20 लाख रुपियाँ मात्रै कोट गरेका छौँ। 17 मोडलको गाडी चाहिँ यहाँले जम्मा 12,50,000मै पाउन सक्नुहुन्छ। यो गाडीको मूल्य चाहिँ हामीले जम्मा 5,75,000 मात्र राखेका छौँ। नमस्ते, म विक्रम तामाङ, शुभारम्भ दाजुभाइ अटोमोबाइल्स प्रालीको अफिसियल युट्युब च्यानलमा त्यस्तै गरी अफिसियल फेसबुक पेजमा चाहिँ यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। सदा चाहिँ हामीसँग स्टकमा रहेको सम्पूर्ण गाडीहरूको मूल्यसहित सम्पूर्ण जानकारीसहितको भिडियो लिएर उपस्थित भइसकेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। ल आज चाहिँ सुरुमै चाहिँ यहाँलाई मार्केटमा एकदमै रिसेल भ्यालु हाई रहेको ब्रान्ड मारुति सुजुकी ब्रान्डको वागनर VXI भेरिएन्टमा 2005 मोडलको 1100 सीसीको पावरफुल इन्जिनमा रहेको छ। यसमा चाहिँ यहाँले एसी, पावर विन्डो र पावर स्टियरिङको अप्सन पनि पाउन सक्नुहुन्छ। कलर पनि भर्खरै गरेको एकदमै चिटिक्क रहेको छ। भित्रको इन्टेरियरहरू पनि एकदमै निट एन्ड क्लिन रहेको छ। यो गाडीको मूल्य चाहिँ हामीले जम्मा 5,75,000 मात्र राखेका छौँ। त्यस्तै गरी यो चाहिँ रहेको छ मार्केटमा एकदमै अत्याधिक रिसेल भ्यालु हाई रहेको ब्रान्ड हुन्डाई ब्रान्डको चाहिँ स्यान्ट्रो फुल अप्सनमा 2008 मोडलको। यसै फुल अप्सनमा यहाँले 4वटा पावर विन्डो, एसी, हिटर, पावर स्टियरिङ, एन्ड्रोइड ब्याक क्यामेरा लगायतका अप्सनहरू पाउन सक्नुहुन्छ भने यो पनि एकदमै फ्रेस कन्डिसनमा रहेको छ। यसमा पनि यहाँले 4वटा टायर पनि नयाँ रहेको छ भने यो चाहिँ 1100 सीसीको पावरफुल पेट्रोल इन्जिनमा पाउन सक्नुहुन्छ। यो गाडीको मूल्य चाहिँ हामीले जम्मा 10,50,000 मात्र राखेका छौँ। त्यस्तै गरी अर्को रहेको छ मारुति सुजुकी कम्पनीको जेन VXI 2010 मोडलको। यो चाहिँ डक्टरले युज गर्नुभएको गाडी एकदमै फ्रेस कन्डिसनमा रहेको छ। यसमा पनि यहाँले 4वटा पावर विन्डो, एसी, हिटर र पावर स्टियरिङ अप्सन पनि पाउन सक्नुहुन्छ भने यसमा चाहिँ यहाँले 1000 सीसीको पेट्रोल इन्जिन पाउन सक्नुहुन्छ। यो गाडीको मूल्य चाहिँ हामीले जम्मा 9,50,000 मात्र राखेका छौँ। त्यस्तै गरी थोरै मूल्यमा चाहिँ हाई मोडलको गाडी 17 मोडलको गाडी चाहिँ यहाँले जम्मा 12,50,000मै पाउन सक्नुहुन्छ। यो चाहिँ रहेको छ रेनोल्ट कम्पनीको क्विड RXT भेरिएन्टमा। यो चाहिँ पेट्रोल भेरिएन्टमा रहेको छ। यसमा चाहिँ 1000 सीसीको पेट्रोल इन्जिन पाउन सक्नुहुनेछ। यसमा पनि यहाँले एसी, पावर स्टियरिङ, पावर विन्डो, त्यस्तै गरी सेफ्टीको लागि सिङ्गल एयरब्याग पनि पाउन सक्नुहुनेछ। यसमा पनि 4वटा टायर पनि नयाँ रहेको छ। कलर एकदमै चिटिक्क, भित्रको इन्टेरियरहरू पनि एकदमै निट एन्ड क्लिन रहेको छ। यहाँले कुनै पनि स्क्रैचहरू पाउनुहुन्न। यो गाडीको मूल्य पनि हामीले भनि नै हाल्यौँ, जम्मा 12,50,000 मात्रै। यसमा चाहिँ यहाँले डकुमेन्टको आधारमा चाहिँ 50% सम्म फाइनेन्स सुविधा पनि लिन सक्नुहुनेछ। त्यस्तै गरी अर्को चाहिँ रहेको छ मारुति सुजुकी कम्पनीको स्विफ्ट VXI भेरिएन्टमा एकदमै एक्स्ट्रा कलरमा रहेको छ। यो चाहिँ 2005 मोडलको VXI भेरिएन्टमा चाहिँ यहाँले 4वटा पावर विन्डो, एसी, हिटर र पावर स्टियरिङको अप्सन पनि पाउन सक्नुहुनेछ। यसमा पनि यहाँले एन्ड्रोइड ब्याक क्यामेरा, त्यस्तै गरी रिमोट कन्ट्रोल लगायतका अप्सनहरू चाहिँ एट्याच गरिएको छ। यसको पनि 4वटा टायर पनि नयाँ रहेको छ। यसमा चाहिँ यहाँले 1300 सीसीको पावरफुल पेट्रोल इन्जिन पाउन सक्नुहुनेछ। यसको मूल्य चाहिँ हामीले जम्मा 8,75,000 मात्रै कोट गरेका छौँ। त्यस्तै गरी मार्केटमा एकदमै बलियो भनेर चिनिने निसान कम्पनीको चाहिँ यो चाहिँ माइक्रा गाडी रहेको छ। माइक्रा एक्टिभ एक्सएल भेरिएन्टमा 2019 मोडलको सिङ्गल ह्यान्डेड हो यो गाडी चाहिँ। यसमा चाहिँ यहाँले 4वटा पावर विन्डो, एसी, हिटर र पावर स्टियरिङ अप्सन त पाइ नै हाल्नुहुन्छ। त्यस्तै गरी सेफ्टीको लागि डबल एयरब्याग, त्यस्तै गरी एलो व्हिल, ब्याक क्यामेरा, रिमोट कन्ट्रोल लगायतका अप्सनहरूले परिपूर्ण रहेको छ। यो गाडी पनि यहाँले 50% फाइनेन्स सुविधा लिन सक्नुहुन्छ। यो गाडीको मूल्य चाहिँ हामीले जम्मा 16 लाख रुपियाँ मात्रै कोट गरेका छौँ। त्यस्तै गरी डाँडा पाखा खाल्डाखुल्डी जता पनि जान मिल्ने खालको गाडी अफरोड किङ। यो चाहिँ टक्सन रहेछ, हुन्डाई कम्पनीको टक्सन 2009 मोडलको। यसमा चाहिँ यहाँले 4वटा पावर विन्डो, एसी, हिटर, पावर स्टियरिङ, त्यसरी सेफ्टीको लागि डबल एयरब्याग त पाइ नै हाल्नुहुन्छ भने यसमा चाहिँ अफरोड हिँड्नका लागि 4 व्हिल ड्राइभ पनि पाउन सक्नुहुन्छ। त्यस्तै गरी यसमा एन्ड्रोइड ब्याक क्यामेरा पनि एट्याच गरेको छ। एलो व्हिल पनि सोरुम एलो व्हिल पनि आउँछ यसमा। यो गाडीको मूल्य चाहिँ हामीले जम्मा 14,50,000 मात्रै कोट गरेका छौँ। र त्यस्तै गरी यो चाहिँ रहेको छ हुन्डाई कम्पनीको i10 इरा 2009 मोडलको। यो चाहिँ 1100 सीसीको पेट्रोल इन्जिनमा पाउन सक्नुहुन्छ। गाडी एकदमै फ्रेस कन्डिसनमा रहेको छ। यो पनि यसमा पनि यहाँले 4वटा टायरहरू पनि नयाँ पाउन सक्नुहुन्छ। यसमा पनि एसी, पावर स्टियरिङ र पावर विन्डोको पनि अप्सन पाउन सक्नुहुन्छ। त्यस्तै गरी एन्ड्रोइड पनि एट्याच गरिएको छ। कलर पनि एकदमै चिटिक्क, भित्रको इन्टेरियरहरू पनि एकदमै निट एन्ड क्लिन रहेको छ। यो गाडीको मूल्य चाहिँ हामीले जम्मा 10 लाख रुपियाँ मात्रै कोट गरेका छौँ। ल त्यस्तै गरी योहरू चाहिँ रहेको छ एसयुभीहरूको कलेक्सन। यो चाहिँ रहेको छ हुन्डाई कम्पनीको क्रेटा SX भेरिएन्टमा 2015 मोडलको सिङ्गल ह्यान्डेड गाडी। जम्मा 45,000 जेन्युन किलोमिटर रनिङ भएको छ। यसमा चाहिँ यहाँले एसी, पावर स्टियरिङ, पावर विन्डो, सेफ्टीको लागि डबल एयरब्याग, त्यस्तै गरी 1 टच पुश स्टार्ट
एलो व्हिल, ब्याक क्यामेरा लगायतको सम्पूर्ण फिचरहरूले भरिपूर्ण रहेको छ। यो गाडीको मूल्य चाहिँ हामीले जम्मा 31,50,000 मात्रै राखेका छौँ। यहाँको डकुमेन्टको आधारमा यो गाडीमा यहाँले 50% सम्म फाइनेन्स सुविधा पनि लिन सक्नुहुन्छ। त्यस्तै गरी यो चाहिँ रहेको छ टोयोटा ब्रान्डको एभेन्जा 2011 मोडलको 1500 सीसीको पेट्रोल इन्जिनमा। गाडी एकदमै फ्रेस कन्डिसनमा रहेको छ। यसमा चाहिँ यहाँले डबल एसी पनि पाउन सक्नुहुन्छ। चारैवटा पावर विन्डो, एसी, हिटर, पावर स्टियरिङ, सेफ्टीको लागि डबल एयरब्याग, एलो व्हिल लगायतका अप्सनहरू पनि पाउन सक्नुहुन्छ। यो गाडीको मूल्य चाहिँ हामीले जम्मा 16 लाख रुपियाँ मात्रै राखेका छौँ। ल त्यस्तै गरी अर्को रहेको छ रेनोल्ट कम्पनीको डस्टर 2017 मोडलको डिजल भेरिएन्टमा। यो चाहिँ आरएक्सएल भेरिएन्टमा रहेको छ। यसमा चाहिँ यहाँले एसी, पावर स्टियरिङ, पावर विन्डो, सेफ्टीको लागि सिङ्गल एयरब्याग, त्यस्तै गरी एन्ड्रोइड ब्याक क्यामेरा, रिमोट कन्ट्रोल लगायतका अप्सनहरू पाउन सक्नुहुन्छ भने यो गाडीमा नै यहाँले 50% फाइनेन्स सुविधा पनि लिन सक्नुहुन्छ। यो गाडीको मूल्य चाहिँ हामीले जम्मा 20 लाख रुपियाँ मात्रै कोट गरेका छौँ। र त्यस्तै गरी अर्को रहेको छ हुन्डाई कम्पनीको, यो चाहिँ हुन्डाई कम्पनीको इओन इरा प्लस सिङ्गल ह्यान्डेड 2013 मोडलको गाडी एकदमै फ्रेस कन्डिसनमा रहेको छ। यसमा पनि यहाँले एसी, पावर स्टियरिङ, पावर विन्डो, त्यस्तै गरी एन्ड्रोइड ब्याक क्यामेरा लगायतका अप्सनहरू पाउन सक्नुहुनेछ। यो गाडीको मूल्य चाहिँ हामीले जम्मा 11 लाख रुपियाँ मात्रै कोट गर्छौँ। त्यस्तै गरी यो चाहिँ रहेको छ मारुति सुजुकी कम्पनीको अल्टो एलेक्साई 2014 मोडलको गाडी एकदमै फ्रेस कन्डिसनमा रहेको छ। अहिलेसम्म ओरिजिनल कलरमा रहेको छ। यसमा चाहिँ यहाँले एसी, पावर स्टियरिङ, पावर विन्डोको अप्सन पनि पाउन सक्नुहुन्छ। यो गाडीको मूल्य चाहिँ हामीले जम्मा 11,50,000 मात्रै कोट गरेका छौँ। यो गाडीमा पनि यहाँले डकुमेन्टको आधारमा, यहाँको डकुमेन्टको आधारमा 50% सम्म फाइनेन्स सुविधा पनि लिन सक्नुहुनेछ। ल त्यस्तै गरी यो चाहिँ रहेको छ हुन्डाई कम्पनीको सेन्ट्रो म्याग्ना न्यू सेपमा 2019 मोडलको सिङ्गल ह्यान्डेड गाडी एकदमै फ्रेस कन्डिसनमा रहेको छ। यसमा चाहिँ यहाँले एसी, पावर स्टियरिङ, पावर विन्डो, सेफ्टीको लागि सिङ्गल एयरब्याग पनि पाउन सक्नुहुन्छ भने यसमा पनि यहाँले रिमोट कन्ट्रोल, ब्याक क्यामेरा, टच स्क्रिन पनि एट्याच गरिएको छ। यो गाडीमा पनि यहाँले डकुमेन्टको आधारमा 50% सम्म फाइनेन्स सुविधा लिन सक्नुहुन्छ। यो गाडीको मूल्य चाहिँ हामीले जम्मा 20 लाख रुपियाँ मात्रै कोट गरेका छौँ। र त्यस्तै गरी यो चाहिँ रहेको छ मारुति सुजुकी कम्पनीको ओम्नी कार्गो भ्यान। र नेपालमै बसेर चाहिँ घरि खान्छु भन्नेहरूको लागि एकदमै पर्फेक्ट हुने, जम्मा 3 लाख रुपियाँकै लगानीमा 3 लाख लगानी गरेर चाहिँ यहाँ नेपालमै बसेर चाहिँ यहाँले चाहिँ यो गाडीमा चाहिँ महिनाको 60-70 हजारसम्म आम्दानी गर्न सक्नुहुन्छ। यो चाहिँ 2010 मोडलको ओम्नी कार्गो भ्यान। र त्यस्तै गरी अर्को पनि हामीसँग चाहिँ कार्गो भ्यानै रहेको छ 2015 मोडलको सिङ्गल ह्यान्डेड। यो चाहिँ ओरिजिनल कलरमा गाडी एकदमै बब्बालै फ्रेस कन्डिसनमा रहेको छ। यसमा चाहिँ चारैवटा टायर पनि भर्खरै हालेको नयाँ रहेको छ, ब्याट्री पनि भर्खरै हालेको नयाँ नै रहेको छ। कलर त ओरिजिनल कलरमै रहेको छ। यो गाडीको मूल्य चाहिँ हामीले जम्मा 5,25,000 मात्रै राखेका छौँ। त्यस्तै गरी अर्को पनि रहेको छ, यो पनि कार्गो भ्यानै, गरिखाने भ्यानै 2011 मोडलको। यो पनि सिङ्गल ह्यान्डै रहेको छ। अहिलेसम्म सिङ्गल ह्यान्डै रहेको छ, ओरिजिनल पेन्टमै रहेको छ। यो पनि यो गाडीको चाहिँ मूल्य चाहिँ हामीले जम्मा 3,50,000 मात्रै राखेको। र त्यस्तै गरी यो चाहिँ रहेको छ निसान कम्पनीको सुपर सलोन 1997 मोडलको, पुरानो तर एकदमै बलियो, एकदमै लग्जरियस, सस्तो गाडी चाहिँ खोज्दै हुनुहुन्छ भने यो चाहिँ यहाँको लागि पर्फेक्ट हुने गाडी हो। यो गाडीको मूल्य चाहिँ हामीले जम्मा 5,75,000 मात्रै राखेका छौँ। यो गाडीमा चाहिँ यहाँले एसी, पावर स्टियरिङ, पावर विन्डो लगायतका अप्सनहरू चाहिँ यहाँले पाउन सक्नुहुन्छ। गाडी चाहिँ एकदमै बबालाई लग्जरियस गाडी रहेको छ है यो चाहिँ। त्यस्तै गरी यो चाहिँ रहेको छ मारुति सुजुकी कम्पनीको जेन स्टिलियो VXI भेरिएन्टमा 2008 मोडलको गाडी एकदमै फ्रेस कन्डिसनमा रहेको छ। यो पनि यो चाहिँ 1100 सीसीको पेट्रोल इन्जिनमा पाउन सक्नुहुन्छ। यो गाडीमा चाहिँ यहाँले चारवटा पावर विन्डो, एसी, हिटर, पावर स्टियरिङ लगायतका अप्सनहरू पनि पाउन सक्नुहुन्छ। यो गाडीको मूल्य चाहिँ हामीले जम्मा 7,50,000 मात्रै। र त्यस्तै गरी यो चाहिँ रहेको छ अमेरिकन ब्रान्डको सेफ्रोलेट ब्रान्डको चाहिँ स्पार्क LT भेरिएन्टमा। गाडी एकदमै राम्रो छ, रातो राम्रो गुलियो मिठो भने जस्तै गाडी एकदमै फ्रेस कन्डिसनमा रहेको छ। कलरहरू एकदमै चिटिक्क, भित्रको इन्टेरियरहरू पनि एकदमै निट एन्ड क्लिन रहेको छ। यसको चाहिँ मूल्य चाहिँ हामीले जम्मा 5,50,000 मात्रै राखेका छौँ। ल त्यस्तै गरी यो चाहिँ रहेको छ मारुति सुजुकी कम्पनीको स्विफ्ट VXI भेरिएन्टमा। यो चाहिँ 2007 मोडलको, यो चाहिँ 1300 सीसीको पेट्रोल इन्जिनमा पाउन सक्नुहुन्छ। यसमा चाहिँ यहाँले फिचरको कुरा गर्नुपर्दा चारैवटा पावर विन्डो, एसी, हिटर, पावर स्टियरिङ, त्यस्तै गरी एन्ड्रोइड ब्याक क्यामेरा पनि एट्याच गरिएको छ। र टायर पनि चारैवटा नयाँ एलो व्हिल पनि एट्याच गरिएको छ। त्यसै गरी रिमोट एन्ड कन्ट्रोल पनि एट्याच गरेको छ। कलर भर्खरै गरेको एकदमै चिटिक्क, भित्रको इन्टेरियरहरू पनि एकदमै निट एन्ड क्लिन रहेको छ। 1 रुपियाँ पनि खर्च गर्नु पर्दैन यो गाडी लिएर यहाँले। यो गाडीको मूल्य चाहिँ हामीले जम्मा 10,25,000 मात्रै राखेका छौँ। र त्यस्तै गरी यो चाहिँ रहेको छ जापानिज ब्रान्डको डाइएट्सु कम्पनीको सिरेन 1300 सीसीको पेट्रोल फुल पावरफुल पेट्रोल इन्जिनमा पाउन सक्नुहुन्छ। गाडी एकदमै फ्रेस कन्डिसनमा रहेको छ।
इन्जिन भर्खरै बनाएको इन्जिनको लागि तपाईँहरूलाई 1 वर्षसम्मको ग्यारेन्टी पनि पाउन सक्नुहुन्छ। यसमा चाहिँ यहाँले एसी, पावर स्टियरिङ, पावर विन्डो, सेफ्टीको लागि डबल एयरब्याग पनि पाउन सक्नुहुन्छ भने रिमोट कन्ट्रोल त्यसै गरी ब्याक क्यामेरा पनि एट्याच गरिएको छ। यो गाडीको मूल्य चाहिँ हामीले जम्मा 5,90,000 मात्र कोट गरेको। त्यस्तै गरी यो चाहिँ रहेको छ डियो म्याटिस, इन्डियन कम्पनीको गाडी। यो पनि एकदमै सस्तो मूल्यमा सिकाउनको लागि एकदमै पर्फेक्ट हुने गाडी। यो गाडीमा चाहिँ एसी पनि पाउन सक्नुहुन्छ यहाँले। जम्मा 3,25,000, मूल्य जम्मा 3,25,000मै पाउन सक्नुहुन्छ। यसमा पनि यहाँले 4वटा टायरहरू पनि नयाँ, भित्रको सिट कभरहरू पनि भर्खरै फेरेको नयाँ नै रहेको छ। कलरहरू त यहाँले हेरि नै हाल्नुभयो, कलरहरू एकदमै चिटिक्क रहेको छ। हामीसँग रहेको सस्तो गाडी चाहिँ यो जम्मा 3,25,000मै यहाँले पाउन सक्नुहुन्छ। ल त्यस्तै गरी यो चाहिँ रहेको छ जम्मा 79,000कै कार। त्यो पनि 2007 मोडलको टाटा इन्डिका V2 डिजेल भेरिएन्टमा। यसमा चाहिँ यहाँहरूले पावर स्टियरिङको अप्सन पनि पाउन सक्नुहुन्छ। यो चाहिँ यति ठुलो गाडी छ, यसले यहाँहरूलाई सिकाउन हात बचाउन पनि एकदमै पर्फेक्ट हुने र यहाँहरूको पर्सनल युजको लागि पनि एकदमै पर्फेक्ट हुने गाडी। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। ल यस्तै गाडी सम्बन्धी एकदमै सस्तो गाडी सम्बन्धी भिडियोहरू हेर्नका लागि फेरि पनि हेर्नका लागि चाहिँ यहाँले हाम्रो यो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला र फेसबुकलाई पनि फलो गर्नुहोला। हामीसँग यहाँले देखि नै हाल्नुभयो 3,25,000देखि चाहिँ 31,50,000सम्मको गाडीहरू हेरि नै हाल्नुभयो। नेपालमै बसेर गरी खानको लागि पर्फेक्ट हुने गाडी, गरी खाने भ्यानहरू पनि यहाँले हेरि नै हाल्नुभयो। यस्तै भिडियो फेरि पनि हामी लिएर उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मको लागि चाहिँ हामी बिदा हुन चाहन्छौँ। हस्त, धन्यवाद।